मैले जग्गा जानकारीको तात्पर्य के हो भने टाढा टाढाबाट खेलाडी आउँछन्, यहाँ बस्न खान अप्ठ्यारो भइरहेको छ। खेलाडीको बस्ने बसोबास नभएको कारणले मैले यो जग्गा हस्तान्तरण गरेका छौँ, किनभने उनीहरूलाई दिएको छौँ क्लबलाई। अब किनभने धेरै जसो खेलाडी बाहिरबाट आउन खोज्छन्, यहाँ बसोबास छैन, अनि होटल बसेर उनीहरूलाई गाह्रो हुने भयो। अब 1-2 महिना ट्रेनिङ गर्न आउँछन्, 1-2 महिना ट्रेनिङ गर्न आउने होटल बस्दा उनीहरूलाई समस्या हुने भयो। त्यही भएर मैले अब क्लबलाई जग्गा दियो भने भोलि क्लबले घर सल लगायो भने त्यही घरमा पनि खेलाडी आएर बसेर राम्रोसँग ट्रेनिङ गर्न सक्ने, ढुक्कको हिसाबले ट्रेनिङ गर्न सक्ने भए हुनाले मैले अहिले क्लबलाई यो जग्गा दिएको छु। गोर्खा जिल्ला बालफोक सिलिगुडी गाउँपालिका म चाहिँ ट्रेनिङको लागि म जुन लागेको। हजुर हाम्रो हरिगुरु हुनुहुन्छ, उहाँ पहिला धेरै राम्रो प्लेयर हुनुहुन्थ्यो नेपालकै टप। सुविधा त त्यस्तो नेपाल हो, नेपालमा जता गयो त्यस्तै हुन्छ, खासै सुविधा चाहिँ छैन। तैपनि एउटा ट्रेनिङ राम्रो, यहाँको वेदरले गर्दा जुन यहाँ ट्रेनिङ गरिसकेपछि बाहिर गएर गेम खेल्न धेरै सहज हुन्छ। त्यस कारणले पनि जति असहज भए तापनि हामी धेरै प्लेयरहरू यहाँ आएर ट्रेनिङ गरिरहेको हुन्छ। मलाई यस्तो लाग्छ कि सबैभन्दा पहिला यहाँ खेलाडीको लागि एउटा ट्र्याक, खेलाडीको मेन भनेको ट्र्याक हुन्छ। एउटा 400 मिटरको ट्र्याक र खेलाडीको लागि एउटा होस्टेल, त्यति भयो भने खेलाडीलाई धेरै राम्रो हुन्छ। उहाँहरूलाई धेरै समस्या छ, उहाँहरूलाई ट्रेनिङ गरिसकेपछि के गर्ने, कसो गर्ने, कहाँ बस्ने अझैसम्म ठेगाना छैन। आफै खर्च गरेर आफै बस्नुपर्छ, आफ्नो घर परिवार हेर्नुपर्छ। त्यसले गर्दाखेरि उनीहरूको गेम भन्दा नि आफ्नो घर परिवारतिर बढी मानसिक तनाव हुन्छ। त्यसले गर्दाखेरि गेममा फोकस गर्नु पाएको हुँदैन। घरदेखि टाढा छ, कहिलेकाहीँ घर भाडा तिर्न पैसा सैसा हुँदैन, अनि त्यही हो। गाह्रो छ। अनि के चाहिँ भइदिएको भए सजिलो हुन्थ्यो? क्लबको घर भए हामीहरूले पनि हल्का सुविधा पाइदिएको भए हुन्थ्यो। समस्याहरू त धेरै हुन्छन् नै, अनि सुविधा अलिअलि कर्णाली स्पोर्ट क्लबबाट अलिअलि खाजाहरू खाइरहेको छौँ, अनि कहिलेकाहीँ जुत्ताहरू। कस्तो समस्याहरू छ? कोठा बस्नको लागि समस्या भइरहेको छ, अनि कर्णाली स्पोर्ट क्लबको भइदिएको भए, के अरे घर भइदिएको भए सहज हुन्थ्यो होला। अहिले गाह्रो स्पिड गरिगयो, घरमा खाना पाकेको हुँदैन, आफै पकाएर खानुपर्छ, थाकेको हुन्छु, कहिले खाने मन पनि लाग्दैन। त्यस्तै खेलेको इस्तुपा खेलेको, त्यहाँ फर्स्ट पोजिसन नै भयो। त्यसपछि रुकुममा गएर दिदीसँग रुवा त अलिकति थर्ड पोजिसनमा गयो। त्यसो कर्णाली स्पोर्ट क्लबमा राम्रो भइरहेछ, खेल आबद्ध गरेको। जुनसुकै ठाउँ गए पनि अलिअलि पोजिसन फर्स्ट सेकेन्ड लागेकै हुन्थ्यो कि। नमस्ते, मेरो नाम युवक दाजुडा। म चाहिँ यहाँ जुन बस्छु, म चाहिँ चन्दना स्कुलमा पढ्छु, यहाँ कर्णाली स्पोर्ट क्लबमा ट्रेनिङ गर्छु। अब यस्तै अब पहिला अब हामी जहाँ जाँदा पनि अब जहाँको भने दलबहादुर कुँवरले जित्यो, धीरबहादुर बुढाले जित्यो। अब कहाँ भने चाहिँ तिनीहरू कर्णाली स्पोर्ट क्लबको खेलाडी हो। हरिरोकाको चेला हुन्थ्यो, त्यहाँ अब हरिरोका गुरुले गएपछि त खतरा हुने रहेछ भनेर यसो हामी कुरा सुने यस्तो यहाँ चन्दना स्कुलमा पढ्ने यहाँ गुरुसँग ट्रेनिङ गर्ने गरेका। म चाहिँ भर्खरै 15 वर्षको भयो। अब यस्तो सबै व्यवस्था गरिदियो भने म चाहिँ गेम कन्टिन्युअर खेलिरहन्छु, यस्तै गुरुसँग ट्रेनिङ गरिरहन्छु। त्यही भन्ने मेरो इच्छा हो। अब हामीलाई अब यस्तो बस्ने होस्टेलको व्यवस्था भयो, अनि खानापिनाको व्यवस्था भयो, हामीलाई त्यही नै सहज हुन्थ्यो। अरू अब अन्य कुराको डाइट, अब लुगा लत्ता, जुत्ता कपडाहरू र ट्रेनिङको माइलेज, अनि यो पेस थाहै थिएन कि हामी त अब छोडुवा। गुरुको ट्रेनिङ एकदम राम्रो। अहिले चाहिँ अलि पेस गुरुले गर्दा पेस टाइमहरू एकदम ख्याल हुन्छ। मलाई चाहिँ अहिले सुविधा चाहिँ मेन कोठा छ, कोठा अनि अन्य विद्युत, खानेपानी सब सुविधा क्लबबाटै छ। अनि अहिले कहिलेकाहीँ जुत्ताहरू, टी सर्टहरू पनि क्लबबाटै छ। क्लबको आफ्नै एउटा होस्टेल घर भएको भए हुन्थ्यो, अब कसैले स्पोन्सर गरेको भए हुन्थ्यो। नमस्ते, मेरो नाम कल्पना बुढा, मेरो घर पात्रासी गाउँपालिका वडा नम्बर 2 हेरे। अहिले ट्रेनिङ गर्न लाग्छ 2 वर्ष भयो, म चाहिँ 15 वर्षदेखि
कर्नल स्पोर्ट क्लबले हामीलाई चाहिँ त्यो डाइटको अनि खाना बस्नको व्यवस्था गरिदिएको भएले हामीलाई अझै ट्रेनिङ गर्न चाहिँ सजिलो हुन्थ्यो। अनि कहिले चाहिँ घरबाट चाहिँ भनेको टाइममा पैसा आउन अनि गाह्रो हुन्छ, कोठा भाडा तिर्नु अनि कहिले खाने हुन्न, अनि त्यही भएर गाह्रो हुन्छ। बजारको त त्यति साह्रो आउँदैनन्, किनभने बजारको 1-2 जना हो, त्यही पनि छैनन्। अहिले प्रयास गाउँकै छन्। अहिले भन्दा अब अहिलेको सिजनमा प्रयास पाता राइसको धेरै छ। म त 12 मास पानी परे पनि छोड्दैन, हिउँ आए पनि छोड्दैन। म त कुनै जानु म आफै खटिन्छु कि, किन भनेपछि आफूले मेहनत गरे हुनाले खेलाडीलाई पनि मेहनत गराउन् भन्ने एउटा प्रेरणा दिन्छु। म सन्तोष राईले एउटा हौसला बढाएका छन्, किनभने अब तपाईँहरूको जग्गा भयो भने तपाईँहरूको केही जग्गासँग भयो भने मैले त्यसमा डोनर गरेर म तपाईँहरूको घर लगाउनसम्म सहयोग गर्छु भनेको छन्। त्यो बाहेक अरूले पनि सहयोग गरिदिउन् भन्ने मेरो चाहना हो कि जस्तो प्रदेश सरकारले, स्थानीय सरकारले, बाहिर बस्ने विदेशमा बस्ने सबै नेपालीहरूले सहयोग गरिदिउन् भन्ने मेरो चाहना हो।